दाइजोको आइसक्नु कस्तो पानीबाट ल्याङ भयो यार ठिक भएन भने चाहिँ यस्तो नङ काटेर फाल्नुपर्छ यो झिकेर फाल्नुपर्छ भनेर चाहिँ बाई 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 हेलो गाइज वेलकम ब्याक माई युट्युब च्यानल यो सबैजना सन्चै हुनुहुन्छ होला है र सो आज चाहिँ म जाँदैछु जापानमा हस्पिटल र जापानमा हस्पिटल चाहिँ कस्तो हुन्छ के प्रोसेस गर्नुपर्छ सो म आज हजुरहरूलाई यो भिडियोमा देखाउने छु र म चाहिँ के को लागि हस्पिटल जाँदैछु सो तपाईँले सोचिरहनु भएको होला म चाहिँ यसको लागि जाँदैछु मेरो औँला चाहिँ सो सायद नङ गाडिएको होला 3-4 महिनादेखि चाहिँ यस्तै भइरहेको छ कि ठिकै नभएको कारणले गर्दाखेरि सो आज जाँदैछु सो म चाहिँ अहिले मैले काम गर्ने ठाउँमा आइपुगेको छु र मैले काम गर्ने ठाउँ चाहिँ मेरो रुमबाट 2 मिनट जति लाग्छ र साइकलमा आएको छु म चाहिँ यहाँसम्म र आज चाहिँ म जाँदैछु जापानिजसँग हस्पिटल है यहाँ काम गर्ने एकजना बुढीले चाहिँ अस्तिदेखि हस्पिटल हिँड्किन् भनिरहेको थियो सो मैले सुनेको थिएँ कि यो औँला त्यस्तो भएको छ कहाँ पाउँछ हस्पिटल भनेर अनि त्यसपछि यहाँ छ जा भनेर मलाई लोकेसन पठाइदिएँ म भ्याएकै थिइनँ अनि अस्ति चाहिँ मेरो पनि काम त्यो दिन छैन आज छैन जाम भनिरहेको थिएँ सो त्यो कारणले गर्दाखेरि र मौसम पनि एकदम बवाल छ म चाहिँ यहाँ कुरेर बसिरहेको छु है यहाँ बाहिरतिर र सो अनि जापानिजहरू चाहिँ कतिले कस्तो यासासी हुँदैन भन्नुहुन्छ होइन फेरि अब म चाहिँ जापान आएको 1 वर्ष अब होइन अहिलेसम्म चाहिँ सबै यासासी लाग्छ है हामी काम गर्ने ठाउँमा पनि सब पेन्चेहरू भयो होइन अब त्यो बुढीहरू हुन्छन् बुढाहरू टाइपको हुन्छन् सबै यासासी भयो हाम्रोमा चाहिँ अब कहिले चक्लेटहरू ल्याइदिने पाउरोटीहरू ल्याइदिने गर्छ खै अब निस्किनु पर्ने हो यार धेरै बेर पर्खिसक्यो है यहीँबाट निस्किनु पर्ने हो सायद निस्किने बेला भयो होला है अब छुट्टी हुने बेला भयो र 4:30 भइसक्यो है अब सो 4:30 भइसक्यो हस्पिटल पनि बन्द हुने बेला भयो नि त आन्दे सोए आइसक्यो है बुढी चाहिँ ऊ त्यहाँनिर ए नान्जीमा त दीदी हैं नहीं तो वीडियो अन्त अरू इतैको इतैको चिखाको अरू नै अरे म मिते गीता देउइन आत्ता चिका खाता सुगुने चिखाए चिजु मिनागारा नामिसान ओकित्ता चिजु ल हामी चाहिँ जाँदैछौँ है हस्पिटल नजिक छ सो हेरौँ अब हस्पिटलमा के हुनेछ कति टाइम लाग्नेछ अनि भिडियो चुकुत्ताराई नै ताइजोबो भिडियो खावाइसो नानीगा इताईको त अरू भिडियो नि इताईको त नानीもなんでないですか風早く治りたいそれだけ今日何時から入ったバイト中に11時あれは休んだ今日なんかナミさんのいつ今日バイトいなかった休んだ昨日バイトやったここ病院ねल यहाँ हस्पिटल आइसक्यो हामी चाहिँ दोको खाएर वकाराないそれわからないので私カバン忘れたまあいっかカバン大事じゃないですね何が入ってるカバンにयसपछि चाहिँ हस्पिटल छिरेर बाहिर निस्केको भिडियो बनाएको छु किनकि हस्पिटलभित्र बनाउन मिल्दैन थियो नि त र मलाई के भनेर के औषध दियो त्यो चाहिँ म लास्टमा देखाउने छु त्यसैले भिडियो लास्टसम्म हेर्नु होला पानी पर्यो निजुगा फुत्तेरु दाइजोबु आइसक्नु नुरेतेも大丈夫私たちは薬持ってきた日本語で言って薬持ってきたもらってきたよあと何でも大丈夫言って長くかかったね時間がかかったねल पानी परेको छ यहाँ चाहिँ है बुढीले चाहिँ मलाई हेल्प गरे निकै बेर टाइम पनि लाग्यो अनि लेख्ने कुराहरू यताउता त्यसो हेल्प गरे र पहिला चाहिँ पानी परेको थिएन मौकिता टोकिता आमेगा फ्रेना खाता नै उनीहरूको फुटहरू पाइछन् अनि मसँग चाहिँ केही बोकेर नि आएको छैन क्या ऱ्याङ्कोटहरू छाताहरू बुढीले छाता बोकेको रहेछ
अब कसरी जाने हो है nanti orang baru nurut tak foto foto satu ke apa te ada sono monogamotte guru te oke matte kurumane itu iso ni kau sagomade Rikaさんの車。誰Rikaさん。リカさんRikaさん。誰リカさんってお肉切ってるリカさん。イカリカじゃないイカなんて名前だっけ？イカリカさん。イカじゃないリカポケモンタワーの道あるほら。どこにいっぱいあるねयो चाहिँ कार्ड हो अरे के यो बेचेर पैसा आउँछ अरेいっぱいなんでそんなに買ったなんでそんなに買った当たるまで買った。まだ当たってないね当たってないね。これ薬はちょっとそこに待って俺が持ってくるそこに待って買っとくわ。濡れるドア閉めてねドア閉めて待ってम चाहिँ बुढीलाई मैले ल्याइदिएको थिएँ क्या बिरयानी सो त्यो ल्याइदिएर आउँछु है कस्तो पानीबाट ल्याङ भयो यार त्यो भिडियो होला उहाँ राखेको थिएँ मैले प्याक कस्तो गरिदिएको थिएँ नेपाली दाइले गरिदिनु भएको थियो है अनि सो अब म चाहिँ जानुपर्ने हुन्छ हेरौँ अब के छ अनि मेरो अनुहार पनि देखेको छैन होला है अब पानीले बोलेको पनि सुनेको छैन होला यहाँ भाइ यहाँ छ सायद भिजिसक्यो होला यो चाहिँ ऊ त्यहाँ लगेर हेर्छु है म सिधै अब उहाँ लगेर हेर्छु एकैचोटि ओके निक छैन निकी ओके वकाट्टा खासको अरे ओके खासा आगेरु ने arigatou gozaimashita oke mata ichi hairu yujanne doyobi oke doyobi今度土曜日はい土曜日土曜はいこちらこそどうぞありがとうございましたね本当に助かりましたありがとうございますオッケー帰ってよし帰ってバイバイ言ってオッケーल ओके気をつけてねはい気をつけて帰ってはいよल सो बुढी चाहिँ अब यहाँबाट निस्कि है अनि पानी परिरहेको छ है आज घुम्न जाने भन्ने प्लान थियो सो त्यो चाहिँ अब क्यान्सल भयो म चाहिँ घर जानुपर्ने हुन्छ अब घर चाहिँ कति बेला पुगिन्छ हेरौँ है अनि टाइम चाहिँ निकै लाग्छ बाई बाई हामीलाई चाहिँ ल अब म चाहिँ वहाँ पुगेर नि बाई बाई दिइरहेको चाहिँ ल सो अब म चाहिँ फर्किनु पर्ने हुन्छ है साथीहरू अनि पानी पर्दैछ नि त अब यस्तो पानीमा त जाने कुरो भएन म चाहिँ यहाँ पसलमा बसेर बसिदिन्छु साला अब यार मेरो सेल्फी डन्डी नि भिजे सेल्फी डन्डी नि भिजे म चाहिँ यहाँ पानी परिरहेको छ अब यहाँभित्र छिरेर बसिदिन्छु हाम्रै पसल हो के भएर होइन मत छ एकछिन पर्खिन्छु अनि अब के हुन्छ है कसरी हुन्छ यहाँ चाहिँ को छ फेरि साथीहरू पानी रहेन है म यहाँभित्र पसेर नि आधी घन्टा जति बसिसकेँ पानी रहँदैनमा यस्तो परिरह साइकल यस्तो भाखा भिजेर है
म चाहिँ सायद हिँड्दै जानुपर्ने अवस्था आयो कि अब यहाँबाट चाहिँ साइकल डोराउने अब छाता उडेर साइकल चलाउनु मिल्दैन हिँड्दै हिँड्दै गइदिनु म चाहिँ ल त्यही गर्छु अब चाहिँ पानी आएर चाहिँ लास्टै ल्याङ गरेँ यार सबै भिजेछु म चाहिँ है छाता त थियो त अब साइकलमा उड्न मिलेन र अनि हस्पिटल मैले के औषधि ल्याएँ र के भनेको छ सोधेपछि म कोठामा पुगेर देखाउने छु है भिजाएर केटा सब के रे यार लाती भएछु अब बेस त्यस्तै भएको छ ज्याकेट त्यस्तै भएको छ यता हाम्रो रामले आजदेखि पढ्न थालेछ यहाँ है ल हेर्नु है हो होमवर्क रहेछ त पनि उता अर्को लन्ठु यस्तो पोजिसनले सुतिरह कडा छ जसो मैले औषधि के ल्याएको छु म देखाउँछु है झोलामा छ औषधि चाहिँ हेरौँ र अनि मलाई चाहिँ सो यो औँला औषध दिएको छ 14 दिनको ठिक भएन भने चाहिँ यस्तो नङ काटेर फाल्नुपर्छ यो झिकेर फाल्नुपर्छ भनेको छ है सायद ठिक हुन्छ होला ठिक भएन अझै राम्रो अब ठिक भएन नङै फाल्नु पऱ्यो भने त फेरि कामसाम गर्नै नमिल्ला 2-4 दिन 15-20 दिन यसो गाह्रो हुन्छ र मैले ल्याएको औषध चाहिँ यहाँ छ है छैन है यो खोल मात्र खाँदा यार यहाँ त यहाँ एउटा यो हो यो छ अनि अर्को चाहिँ यहाँ मलम दिएको छ है यति छ जम्मा के पेपरहरू छ सो गाइज त्यही हो है अनि आज चाहिँ अब राम्रो यताउता खासै आएको छैन भ्लगमा किनकि पानी परेर राम्रोसँग क्यामेरा पनि पक्रिन पाइएन होइन सो अनि कहीँ घुम्न जाने भन्ने प्लान थियो आज मेरो छुट्टी पनि थियो नि त त्यो पनि एकदमै बिल्कुलै क्यान्सल भयो र आजको भ्लग चाहिँ सो म यहीँ गर्न चाहन्छु थ्याङ्क्स फर वाचिङ जसले पनि हेर्नुभयो र लाइक कमेन्ट सब्सक्राइब सेयर जे गर्न मिल्छ होइन सबै हानिदिनु होला है थ्याङ्क्स फर वाचिङ र हामी नेक्स्ट भिडियोमा मिल्नेछौँ